सो फाइनल्ली बिहान 8 बजीदेखि हिँडेको अहिले कति बजेछ 3 लगभग 3 बज्न आँट्यो भने चाहिँ 9 10 11 12 4 5 लगभग 7 घण्टाको यात्रापछि र 2 दिनको झापाबाट 2 दिनको यात्रा पछाडि फाइनली हामी चार राते भन्ने ठाउँमा आइपुगेका छौँ। चिसो छ, यति चिसो छ कि झरनाको पानी जमेको छ हैन। यो बादल जुन छ, यो हावा जुन छ, यो चाहिँ यति चिसो भएर चाहिँ हैन, यो शीत भएर झरिरहेछ क्या, यसो झरिरहेछ, चिसो मौसम छ हैन। हातै ठिर्याउला जस्तो भइरहेको छ। अनि त्यस पछाडि यहाँ पछाडि जुन घर देखिराख्नु भएको छ, यो चाहिँ चार रातको एकदम स्पेसल होमस्टे, जुन भिडियोमा फोटोमा देखिन्छ त्यो स्पेसल होमस्टे। भ्यू यो पल्लो डाँडाबाट चाहिँ सायद अलिक राम्रो भ्यू देखिन्छ होला, तर आज हुस्से लागेर खासै भ्यू देखिएको छैन। तर पनि ठाउँ चाहिँ एकदम रमाइलो छ, एकदम रमाइलो, एकदम हुन्छ नि चिसो, अलिकति डिफ्रेन्ट ल्यान्डस्केप। त्यसो विचार गर्छु यहाँ रुखहरूको चाहिँ प्रायः रुखहरूको चाहिँ कुनैको टुप्पो छैन क्या, के भएको यो चाहिँ मलाई ठ्याक्कै थाहा भएन। जानकारी पायौँ भने म जानकारी पक्का पनि फेरि कन्भे गर्ने नै छु। तलबाट बादलहरू फेरि माथि डाँडा ढाक्दैछ, दामी छ। सो फर्दर जानकारी म दिने नै छु। सायद यहाँ होमस्टेमा बसेर हामी चार राति होमस्टेमा बसेर हामी भोलि सन्दकपुर हुँदै माइपोखरी हुँदै घर लाग्नेछौँ। किप वाचिङ, इन्जोय द भिडियो। यहाँ घर बनाए यार, यो जग्गामा त किन्नु पनि पर्दैन होला हौ। अहिलेसम्म चाहिँ लागेको छैन होला, अब बिस्तारै अब पपुलेसन बढ्दै गयो भने हैन, बढ्दै गएपछि नम्बरी हुँदै जान्छ। बाल्मीको सरकार आएपछि तपाईँको घरको नक्सा मसँग हुनुपर्छ कि तपाईँसँग हुनुपर्छ भनेर चाहिँ थर्कायो भने चाहिँ अनि बर्बाद। बोल्दैन त्यसमा त अलिक हुँदैन रहेछ। माथि जानुहुने रे, फ्याक्सम्म मात्रै रहेछ नि। तपाईँ पनि जान्छ कुन जानु? तपाईँ अहिले लिन आउनुहुन्छ होला नि त सरले। हो र, त्यो भिडियो गरिदिनु नि।